हेर्नुहोस् दिदी ल साथी यो हेर्नुहोस् है मैले चाहिँ यहाँनिर कोदोको चोखो कोदोको जाँड पकाएको थिएँ है साम्खाको लागि अलिकति 10 तुरै हजुरहरूलाई बनाएर देखाउँछु त्यसको बादमा चाहिँ हेर्नुहोस् है यहाँ ल साथी हेर्नुहोस् है यहाँ कोदोको जाँड है यो चाहिँ 10 तुरको लागि किनभने पकाएर चलाउनु अरे नि त कोदो मर्चाले मात्रै हुँदैन भन्छ रहेछ है र चाहिँ मैले चाहिँ 2 साल भयो है यसरी कोदोको जाँड हो लु अब म चाहिँ हेर्नुहोस् है यहाँ जाँड बनाएँ होइन यहाँ चाहिँ अब भर्नु स्टार्ट गरेँ केमा भरेको यो चाहिँ वाबुकमा लु हामीले चाहिँ अब होइन 3टा वाबुकमा चाहिँ कोदो मर्चाको जाँड बनाएर चाहिँ भर्यौँ साथी हो यहाँ चाहिँ मेरो बुढाले है सुरु गर्यो हजुरलाई हाम्रो चाहिँ यस्तो हुन्छ है एकदम बाबा बुढी बुढीको कोटाउनुहोस् न ओह्रालो आउँछ हो त्यस्तो साँच्ची नै हो हाँसमा त देप्पा देप्पा हो जान्दैन नि किरण आयो खास केटो यहाँ हाम्रो कान्छा हाम्रो किरण चाहिँ अब यसरी म आज सुरु गर्दैछु भनेर चाहिँ यसरी चोखायो ल है दिवाची दिमाची भनेर यो सबै पञ्चलाई बसेकोलाई चोखायो अब चाहिँ पूजा सुरु गर्दैछु म भनेर अब पूजा सुरु गर्यो नाममा आज यो वामा तपाईँहरूको भाग दिँदैछु लु अलिकति तपाईँको बुहारीको बुन काट्दैछु दिवालीवाला चलाउनु पर्ने लु यो चाहिँ हाम्रो सगुन भनौँ न आज हाम्रो दाजु दाजु पनि गरिदिए है हाम्रो कान्छा छोरा र बुहारीले गरेको एकदम सफल होस् है लु के गर्नु भएको मम्मीज्यू यो चाहिँ अब मैले राइस बसाएको पूजाको लागि के अरे मम्मी ए साथी हो हामी चाहिँ यहाँ साथी लु हेर्नुहोस् है हामी चाहिँ यहाँ पक्कै पलेको काम हुँदैछ कि कराई ठुलो मासु कम्ती है यस्तो हुँदैछ यहाँ उयो पाक्दैछ है हाम्रो चाहिँ तरिली पाक्छ है उपरदेखि देख्नु यहाँ छ एउटा कुक है यहाँ हाम्रो बहिनीले इन्स्ट्रक्सन दिँदैछ हो यहाँ बसिहालेर कि यहाँ टमाटर हाल्नु नाना भन्दैछ यता चाहिँ हाम्रो यता चाहिँ हाम्रो काका प्यारो काकाहरू टाढो बनाउनु भएको यता सन्तान यता शाखा शाखा सन्तान साह्रै पोलिटिक्सको टक्स भयो पुरानो काका ओकै भयो भन्ने विचार है काका खानु ल काका खानु ल दिनु ल काका मिठो भयो पापा काका मिठो भयो दामी खतरा खतरा बिचरा हाम्रो काका यहाँ के कस्तो भयो खाना त खाइसक्नु आँट्नु भयो तर एकदम दामी भयो आजको चाहिँ है कार्यक्रम काकी तपाईँलाई दामी भयो काकीले सम्झाएर म भिडियो गर्नु त्यो पनि काकीले है सम्झाएर भिडियो गरिदिएको मलाई चाहिँ खाना खुद खाएर दिनु भएको पानी यस्तो हुन्छ यहाँ हेर खाइसकेर त्यस्तो भयो